जय नेपाल। म बिन्दास ज्ञान प्रसाद। होइन, हामी नेपालीहरू पछाडि छौँ, पढाइमा सबै कुरामा धेरै पछाडि छौँ भन्ने कुरा त दुई मत छैन। तर पनि हामीले अझै पनि बुझ्न नसकेको कुरा, जुन नेताले आफ्नै सन्तानको भाग्य र भविष्य आफ्नो देशमा देख्न सक्दैन, सुनिश्चित गर्न सक्दैन, त्यस्तो नेताले नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित गर्छ भनेर हामी कति वर्ष पछि लाग्ने र कति पछ्याउने तिनीहरूलाई। जुन देशमा लोग्नी संसद भए स्वास्नी पिएसओ, लोग्नी मन्त्री भए स्वास्नी अख्तियारमा, न्यायालयमा, पार्टीको हातमा राष्ट्रिय पद र प्रतिष्ठा जबसम्म दिइन्छ तबसम्म नेपाल र नेपाली जनताले न्याय पाउला, नेपाल र नेपाली जनताले चाहिँ नि विकास र समुन्नति पाउला भनेर यो आशा नगर्दै हुन्छ। किनकि उनीहरू छोरो छोरी बुहारी स्वास्नी विदेशमा सेटिङ गरेर नेपालमा ग्याङस्टरिजम खोलेर चाहिँ नेपालमा जसोतसो कमाउने र त्यो पैसा विदेशमा सेटल गर्ने। यिनीहरूको रणनीति भनेको 2007 सालदेखि विदेशीसँग मिलेर यिनीहरूको रणनीति नै त्यही छ। यदि देश बनाउने नीति थियो भनेदेखि काङ्ग्रेस आएको कति वर्ष भयो? काङ्ग्रेसको आइडियोलोजीले देश बन्छ, एमालेको आइडियोलोजीले देश बन्छ, माओवादीको आइडियोलोजीले देश बन्छ भनेर पछि लाग्ने दासहरूको पनि अझै पनि कमी छैन। तर यिनीहरूको आइडियोलोजीले देश बन्ने भए उहिले बनिसक्थ्यो। अझै पनि हामीले विधिवत रूपमा लोकतान्त्रिक विधि र पद्धति भन्दा फाल्टो रूपमा चाहिँ कुनै पद न प्रतिष्ठा न कुनै पनि के नेपाल राष्ट्रको पद कुनै खानको लागि पार्टीको झोले हुनुपर्ने, न्यायालयमा आफ्नै सेटिङ, अख्तियारमा आफ्नै सेटिङ, पुलिस प्रशासनमा आफ्नै सेटिङ भएपछि उसले उल्लु साँधिरहेको नेपाली जनताले कहिले बुझ्ने? यो सिस्टम, यो प्रणालीबाट नेपाली जनता कहिले उठ्ने? जेएनजी भनेर देश ध्वस्त बनाइयो, तर सिस्टम र पद्धति उही नै छ। जबसम्म यस्तो कुराहरू पार्टीको हातमा दिइन्छ तबसम्म आम नेपाली जनताले न्याय पाउन र केही पाउनको लागि त्यो गफै मात्रै हो। गफले चिउरा भिज्दैन। चिउरा भिज्नको लागि त या त दही नभए नि पानीसम्म चाहिन्छ। यिनीहरूकै गफको पछाडि लागेर कहिले बन्छ देश? यस्तो किसिमले देश बन्छ? वाहियात। धन्यवाद।